हेलो वेलकम टू माई च्यानल गाइस, वेलकम टू माई न्यू ब्लग्स। र आज चाहिँ हाम्रो चुसक ब्लग, भोलि चुसक छ। आज चाहिँ यसो हावा खान बाहिर निस्किया। पछाडि छ सुदीप र अगाडि हामी जाँदैछ यसो साइक्लिङ जान लागेको। र हेरौँ आज धेरै पछाडि बाहिर निस्केर ब्लग बनाइया छ, हेरिदिनु होला। र यसो हामी रमाइलो गर्या यस्तै छ। हामी चाहिँ जाँदैछौँ केबल कार भएकोतिर र हेर्दैछौँ। साइक्लिङको मजा एउटा छुट्टै छ भने जस नघुमेको ठाउँ घुम्नुको मजा बेग्लै छ। र हेरौँ गाइस कस्तो हुँदै जान्छ हाम्रो यात्रा, यस्तै छ। कोरियाको एग्रिकल्चर सिस्टम पुरै यस्तो पाखोमा पनि साग रोपिदियो र यस्तो दामी छ यता। वा के को बिरुवा हो यो, स्याउ हो कि के हो, यस्तरी रोपेछ। हामी चाहिँ उकालो 129-30वटा सिँढी चढिसक्यौँ। कस्तो मजाले सिँढीको गन्ती नै लेखिदिया रहेछ। र उकालो धेरै दिनपछि उकालो हिँड्ने गाह्रो भयो र यस्तै छ। थ्याङ्क यू। ल बसौँ एकछिन रेस्ट। सो सबसे गाह्रो टिमभरिको गाह्रो भनेको यो सुदीपलाई हो नि। सुदीप याद आयो नि अस्ति नैको उकालो जस्तै कति मिटर गएको अस्ति नै, अहिले नि त्यस्तै पनि पऱ्यो। र एउटा कुरा देखाउँछु म। दाइ रमाइलो भइरहेछ नि आज धेरै पछि। ओ माई गड खतरा रमाइलो भयो, फ्रेस। र हामीलाई छुसाक चाहिँ यसरी लागिरहेछ। छुसाक चाहिँ दामी लागिरहेछ। र आज चाहिँ घुम्न निस्केको र मोक्पो ब्रिज निर जान लागिरहेछौँ। हेरौँ थोरै हिँड्नुपर्छ नि दाइ, थाकियो धेरै पछि हिँड्यो, झन् खत्तम भइयो। विवेक अनि काम गरेर पनि गएका छैन क्या हामी, मतलब है छुसकको विशेष भनेर आज पुरै हिँडेर हो कोरियामा। जेस छुसकमा टाढा जान नसके पनि वरिपरि भएको ठाउँ चाहिँ घुमिया छ, त्यही हो रमाइलो छ। अब दसैँ लागेको छ भने छ, तर दसैँ लागेको फिल चाहिँ भइरहेछ। तर कोरियन दसैँ चाहिँ लागिरहेछ हामीलाई, नेपालको दसैँ नलागे नि त्यस्तै लागिरहेछ क्या, झन् सेम फिल भइरहेछ। मौसम त्यस्तो हुनाले चाहिँ एकदम नेपालकै भाइब्स आइरहेछ। तर एकदम रमाइलो लागिरहेछ बस्नलाई नि ट्याक्क। र यस्तै छ गाइस, अब हामी अलि उता पुग्छौँ र किप वाचिङ। अझै हाम्रो देखाउँदैछौँ कहाँसम्म पुग्छ। हामी त बल्ल सुरुवात हुँदैछ, केबल कार देखिँदैछ। अब मोक्पो ब्रिजनिर पुग्दैछौँ हामी चाहिँ। र एकछिनपछि देखाउँछौँ हामी फेरि मोक्पो ब्रिज। ओ माई गड यता त दामी रहेछ त्यहाँ। ओ म एकछिन हेर्छु अनि बल्ल भिडियो।
मोक्पो नजिक घुम्दै घुम्दै हिँड्दैछौँ। अहिले हामी समुद्रमाथि बनेको यो छेउमा बनेको पुलमाथि घुम्दै हिँड्दैछौँ र धेरै दिनपछि बाहिर निस्केको एकदम फ्रेस फिल भइरहेछ र आज बिदा पनि भएर होला सबै धेरैजना घुम्न आउनु भएको छ, भिडभाड छ आज चाहिँ। अब भोलिको छुसाक छ अनि सबको ड्युटी पनि अफ भएर होला धेरै मान्छेहरू भएको छन् र त्यही मध्ये हामी पनि छौँ र आज एकदम रिफ्रेस भएको छ। पछाडि समुद्रमा डुङ्गाहरू चलिरहेछ भने हामी चाहिँ अब इन्डिङ पोइन्टमा आइपुग्न लागेछौँ र अलि यसो कस्तो फिल भइरहेछ हौ तिमीलाई धेरै पछि घुम्न? मलाई त एकदम रिफ्रेस भइरहेछ यार, तर निकै टाढो आएको साइकल। हाम्रो भिडियो चाहिँ अलिक ग्याप भयो, अलि लङ टाइम पछि आयो र हेरिदिनु होला। घन्टा काम हुन्छ के गर्नु अब, जे होस् हेरिदिनु होला। लामो ग्याप भए पनि सपोर्ट गरिदिनु होला राम्रोसँग, राम्रो नराम्रो के छ होइन कमेन्ट गरिदिनु होला। थालफुताक थुरुनी त यस्तै छ हाम्रो कोरियाको जिन्दगी घुमघाम हल्का हल्का र यस्तो रिफ्रेस फिल भयो र हामी चाहिँ इन्डिङ पोइन्टमा छौँ। दाइहरू अगाडि नै आइसक्नु भएछ कि यस्तो ओडार पो रहेछ त उहाँ। ओ गुफा गाइज, गुफा कोरियामा पहिलोचोटि गुफा देखिया यस्तो अलिकति खोल्याएको र यहाँ पछाडि छ केबल कार अनि मोक्पो ब्रिज र यहाँ डुङ्गाहरू चल्ने रहेछ। हामी चाहिँ रमाइलो भइरहेछ आज यहाँ। यस्तै हो गाइज चिलपारामा होइन। र अहिले चाहिँ हामी घुमेर फर्किन लागेको। अब जो रिफ्रेस भयो, रमाइलो रहेछ ठाउँ आज चाहिँ। अब भोलि छुसाक सबैको बिदा छ, त्यसले गर्दा मान्छेहरू चाहिँ एकदम धेरै होइन त, भिडभाड अलि धेरै रहेछ र पनि रमाइलो भयो र अब चाहिँ हामी रुमतिर फर्किन लागेको। जोस् अहिले चाहिँ हामी यस्तो जङ्गलको भित्रबाट आइदिएको। अघि उताबाट आएको बाटो चाहिँ उकालो थियो भने अहिले फेरि झर्ने बाटो यताबाट नि रहेछ, त्यही भएर हामी यताबाट जान लागेको फेरि कस्तो छ भनेर। र हल्का यसो रमाइलो मोमेन्टहरू सम्झना स्वरूप राखिया छ, हेरिदिनु होला, सपोर्ट गरिदिनु होला होइन सुदीप? फेरि पनि सपोर्ट गरिदिनु होला एकचोटि सुदीपको त कि सब्सक्राइब पनि गरिदिनु होला अनि यसो हाम्रो फलोअपमा रहनु होला। हामी यसो कोरियाको घुमेको ठाउँहरूको यसो रमाइलो मोमेन्टहरू देखाउँछौँ, हाल्छौँ, सम्झना पनि हुन्छ, अरूलाई हेर्न पनि सजिलो हुन्छ र घुम्ने ठाउँ पाउनु भएको छैन भने चाहिँ नजिकै सामु वरिपरिकोलाई नजिकै घुम्ने ठाउँ चाहिँ एउटा राम्रो घुम्ने ठाउँ चाहिँ यो पनि रहेछ र यो हेर्दै जानुहोस्। अब हामी चाहिँ रुमतिर फर्किनु लाग्यो। बाई बाई गाइज।